हे गाइज व्हाट्स अप, गुड मर्निङ। म ठिक छु, होप तपाईँहरू पनि सबै सन्चै आरामै हुनुहुन्छ होला भन्ने चाहिँ मलाई सदैव लागिरहन्छ होइन। फर्स्ट अफ अल तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भनेपछि यो आज चाहिँ अब तिहारको दिन भएको हुनाले दीपावलीको सबैजनालाई शुभकामना छ। र म चाहिँ यति बेला जान गइरहेको छु। खास म यति बेला बेङ्गलोरमा छु होइन, बेङ्गलोरमा छु। यहाँभन्दा केही किलोमिटर अगाडि चाहिँ मेरो बहिनीहरू छ, बहिनीकोमा चाहिँ म टिका लगाउन जानुपर्ने को लागि चाहिँ म रेडी भएको छु। यसै पनि छुट्टीको लागि चाहिँ अलि अपिल गरेको थिएँ, भएन र पनि मर्निङ हाफ डे ड्युटी गरेर चाहिँ अहिले म रेडी भएर बसेको छु। जानुपर्ने अवस्था भइरहेछ, देखिरहनु भएको छ पानी पर्ने कन्डिसन पनि भइरहेछ होइन। अहिले जस्ट रुमको अगाडि अलिकता यो रेस्टुरेन्टको उता साइडमा गएर इन्टु गरौँ भन्ने भइरहेको थियो र अहिले चाहिँ रुमको बाहिरबाट चाहिँ म स्टार्ट गरिरहेको छु। अब म चाहिँ अलमोस्ट रेडी नै छु, खासै त्यस्तो केही गेटअप सेटअप छैन, नर्मल जस्तो यहाँ रुममा बसिरहेको थिएँ त्यस्तै गरेर जाँदैछु होइन टिका लगाउन अनि बहिनीहरूको लागि। अनि मैले अर्को कुरा चाहिँ के छ भनेपछि बहिनीहरूलाई नभनिकन जाने भन्ने चाहिँ मेरो प्लान थियो होइन होइन। सो अनि मलाई ठ्याक्क जाने पनि कहाँ हो, कुनको बिल्डिङ, कुन बहिनीको बिल्डिङमा अथवा कता जाने त्यो मलाई थाहा थिएन नि त। त्यही भएर मैले आउने चाहिँ कहाँ भनेर सोध्नुपर्ने भएको हुनाले त्यो खबर भइहाल्यो। म नसोधिकन थाहा पनि थिएन म यहाँ छु अथवा म आउँछु आउँदैन टिका लगाउन भन्ने कुरा सरप्राइजको रूपमा जाम भन्ने भइरहेको थियो। क्या बात है सर, क्या बात है सर, क्या बात है। तर अब त्यो भएन, केही छैन, मैले इन्फर्म गरिसकेँ, म जाँदैछु होइन। सो लेट्स यहाँ चाहिँ मेरो ब्याग रेडी। अनि यो चाहिँ मैले बहिनीहरूको लागि चाहिँ कार्ड बनाइदिएको होइन। यसमा चाहिँ मैले अलिकति अमाउन्ट राखेर, किनभने चाहिँ यो आइडिया मलाई कहाँबाट आयो भनेपछि होइन, यतिकै त हामी चाहिँ नर्मलै क्यासै दिने सिस्टम थियो र अहिले चाहिँ मलाई चाहिँ के आइडिया आयो भने चाहिँ यो कभरमा राखेर दिनुपर्ने भन्ने भइरहेको छ। हामीसँग चाहिँ मसँग अहिले 3वटा कार्ड छ होइन। यसमा त नाम लेखेको, अरे एउटाकोमा मात्रै लेखेको रहेछ, बहिनीकोमा 2वटा बहिनीकोमा चाहिँ नाम लेख्न बाँकी छ। 2वटामा पनि मैले नाम लेखिसकेको छु। बहिनीको नाम जयन्ती छ अनि अरू बहिनीको नाम सरिता छ अनि एउटा बहिनी चाहिँ चन्द्रा बहिनी छन् होइन। 3वटा बहिनीको लागि चाहिँ मैले यसरी रेडी गरेको छु होइन। यो भित्र चाहिँ धेरै क्यास त छैन हो, मलाई पनि थाहा छैन, लेकिन यहाँनिर चाहिँ यसो ओपन गर्दाखेरि चाहिँ धेरै नै छ क्या भन्ने त्यो लाग्छ नि त होइन। त्यो पनि लाग्ने हो नि त बादमा, अब त्यो कति छ भनेर त्यो हेरेर काउन्ट गरेपछि थाहा हुन्छ होइन। सो फर्स्टमा यसरी ओपन गर्दाखेरि त भन्ने हुन्छ नि त। सो अलिकता यो चाहिँ आइडिया आएको, केही छैन, ठिकै छ, दिँदाखेरि राम्रो लाग्छ। बहिनीको नामसाम लेखेर म चाहिँ ढिलो भइरहेको छ, ढिलो नगरिकन चाहिँ अब निस्किनु पर्ने हुन्छ। सुमित भाइ गएको ल, म स्टार्ट गरिदिएको। पानी परिरहेछ फेरि, परेको त छैन, पर्ला जस्तो भइरहेछ। जा रहा है संजीत भाई, थोड़ा दूर बारिश हो रहा है, थोड़ा पहले तो बुक करना होगा ऑटो, कितना टाइम में आएगा। म चाहिँ अहिले गेटको बाहिर आइसकेको छु। अटो बुक भएको छ, गाडी आउँदैछ, 1-2 मिनटको टाइम देखाइरहेछ, लेट पनि भइरहेछ। अटो वेट गरेर पर्खिरहेको छु। जस्ट हाम्रो यो रेस्टुरेन्टको अगाडिको रोडमा चाहिँ अलिकता यो अगाडि साइडमा कन्स्ट्रक्सनको काम चल्दैछ नि त। सो अलिकता रोड चाहिँ त्यस्तै खालको छ होइन। गाडी आउँदैछ, तबसम्म वेट गर्नु भन्दा चाहिँ तपाईँहरूलाई यो रेस्टुरेन्टको सिनहरू पनि देखाइदिन्छु होइन। यो अगाडि हाम्रो रेस्टुरेन्ट छ, देखाइदिन्छु एउटा चेन्ज छैन आपके पास। 1 मिनट में ओटिपी देख लो। ल अब चाहिँ थोरै छ है, यत्तिकै पनि 7-8 किलोमिटर थियो, अब चाहिँ लगभग हामी छ। यत्तिकै पनि पहिला अब हिँडिरहेको रोड होइन, बुढी गल्लीमा छौँ अहिले हामी। अब यहाँबाट चाहिँ अल्फा गार्डन अल्फा गार्डन इन्ट्री होइन। यो चाहिँ अलिकता अरू जग्गाभन्दा चाहिँ भिन्दै खालको देख्छ क्या। फेरि हामी 3rd क्रसमा आइसक्यो, अब चाहिँ 6th क्रस आउनु बाँकी। 6th क्रसमा उत्रिन्छु, त्यहाँबाट म हिँड्दै जान्छु। आइपुगेँ म चाहिँ 6th क्रसमा। मैले जानुपर्ने 7 क्रसमा हो होइन। यो चाहिँ 6th क्रस हो, जहाँ स्टार्टिङमा फर्स्ट म बेङ्गलोरमा आउँदाखेरि चाहिँ म यो 6th क्रसको एउटा दाइको बिल्डिङमा चाहिँ बस्थेँ। नभनेर पो आउने भने त ल, यहाँ त कहाँ आउने ल। फोटो सोटो खिच्ने काम पुग्यो कि अहिले एकछिन खिच्दा नि हुन्छ? ए होइन, त्यो सब किन जरुरतै पर्दैन नि, यहाँ चाहिँ ठिकै छ। बहिनीलाई फोन गर्न, पानी पिउँ होला हो पहिला त। बहिनी खै बोतल होल्ड गर्नु हो। हेर न, तिमीलाई याद छ पहिला हामीलाई कहीँ पहिले भेट भएको? कहाँ? त्यही त, मतलब त्यति लास्ट होइन? कहाँ मेरो भेट भयो त्यो पनि याद छैन। भाइले भनेर थाहा भयो दादाको चाहिँ भएको थियो भनेर। कति साल जस्तो भयो? धेरै भयो है, 8-9 साल नि। बाफ्रे बाफ, हेर त, एउटै फ्यामिलीमा भएर पनि कत्रो ग्यापमा भेट हुन्छ नि, अजिब अजिब। ल
अझ मिताइ त आउँदै छैन अझ कति बेला बहिनी लेट भयो पुरन्दै हो 1:30 बजेतिर पुग्नुहुन्छ अरे 1:30 बजे 1 त बज्यो होला 1 त बजिसक्यो यही सेतोले हुँदो रहेछ नि रपस आइपुग्नु हो त आइ रन्की त हिँड्दै हो दाइ आउँछ कोली पुऱ्याइदियो त ठिक्कै टाइममा पुगेछ अब यहाँ बसिहाल थप्दै अब ल्याउँदा को हैन मात्रै भयो चिन्ता त भइहाल्यो ल अब दुईटा लगाउनु लगमा हामीले 4वटा लगाइदिउँ यस्तो 4वटा लाउँदैन एउटा प्लेटमा राखान्छ त्यो झुल्लिन्छ म 2टा लगाइदिन्छु हैन पाल धेरै पाल दिन्छ पनि गरे मात्रै हो गरे नाइतिर नाइतिर यसले लाग्यो हामीले लपसा यसले लगायौँ यसले लाग्यो मलाई दाइलाई माला राख्दै एउटो टिका चाहिँ कति बजे थियो 11 ढिला भई रङ 11 बजे आउँ पनि त रेचोटी नि आउनुहुन्छ कि आउनुहुन्न भन्ने भएको थियो नि हामीलाई मलाई कसको बिल्डिङमा लाउने भनेर अझ सोध्नु फोन नगरे मैले एकचोटि त दाइ कतै हामीलाई भनेर त एकतासित आउँदै हैनन् मेरा लागि उनीहरूले रेडी गरेर किनाइ मेरा लागि माला उनीहरूले त मनमा लाग्यो दाइ भन्ने सोचेँ अनि फोन गरेर त के भन्नु त म सरप्राइज दिने भनेर आउने भनेको थिएँ तिमीले मलाई कल गरेको भन्नु त नभन्थ्यो होइन किनकि पुरा दुखेर म नाच्छु के एकैछिन उ त्यो ब्याग देऊ नि पहिला किन उठाएर नि ल खुट्टा गलेको हुन्छ ल मलाई पनि लानु अहिले गर्दिन अहिले एकैचोटि लास्ट टाइम ल त आशीर्वाद अनि यो सबैमा बराबर छ हो नाम के लेखेको नाम लेख्दिनु कति पलानी मलाई हो फेरि त मेरो कति धेरै मोइको के रे ए बहिनी टेन्सन नगर्नु पुरा भिडियो आउँछ तँलाई हेर्नको लागि एकैछिन यहाँ त कल गर्नुपर्ने भयो है अहिले राखेँ एकैछिन यो दीपावलीको बेलामा जब यो माला लगाइन्छ नि त्यो बेला त कति न ठुलो सेलिब्रिटी हो भन्ने चाहिँ फिल हुन्छ कि भित्र त होइन होइन कल गर्दैछु आउँदै हुनुहुन्छ नि ल आउनु जोइजीलाई कल गरेर चाहिँ आउँदैछ नि उहाँलाई चाहिँ अरे 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 दर्शन आशीर्वाद अलि धेरै नै वेट गराउनु बस्नु न बस्नु भित्र बस्नु न आउनु न आउनु मेरो जुत्ता सेम भनेको यी दुईटाको फोटो खिच्दै आएको यी दुईटाको भलो बनाइदिन्छ सँगै राखेको सेमै छ अलि यो चाहिँ अलि युज गरे जस्तो छ यो चाहिँ फर्स्ट टाइम के अरे नेपाल होला नि त फेरि पहिला आइदिने पर पाखेका बिहा गरिदिने पाखेकी छोरी अनि ट्याक्क हुन पर्यो नि त खै मलाई थाहा छैन के हुनु